तराईमा साउन भदौमा मात्रै किन धेरै मानिसको आँखा रातो हुन्छ? के यो बर्खाको कारणले हो त? होइन, यो एकदमै छिटो सर्ने सबभन्दा मुख्य दोषी एडेनो भाइरस भन्ने भाइरसले गर्दा हो। यो तपाईँको माध्यमबाट तपाईँको घर, तपाईँको गाउँ र स्कुलमा समेत जाने गर्छ। यसले गराउने भनेको आँखामा यसले के गर्छ भनिसकेपछि हाम्रो आँखाको सेतो झिल्लीमा गएर यसले सङ्क्रमण गराउँछ। त्यो सङ्क्रमणलाई कन्जङ्टिभाइटिस भनिन्छ। त्यसको लक्षण के हुन् त? आँखा एकदमै रातो हुन्छ, जसलाई हामीले पिङ्क आई भन्छौँ। आँखाबाट आँसु आइरहेको छ, बिहान उठ्ने बेलामा चिप्रा लाग्छ, च्याप लाग्छ, आँखा पोल्ने, चिलाउने, बिजाउने हुनसक्छ। अब के गर्ने त हेर्नुहोस्, यो एकदमै छिटो फैलिन्छ। त्यही भएर तपाईँहरूले यो अर्को ठाउँमा जानुभन्दा पहिले नि यो भिडियो सेयर गरिदिनु होला, ताकि त्यो भाइरस पुग्नुभन्दा अगाडि हाम्रो भिडियो पुगोस्। अब के गर्ने त यो फैलियो भने? यो फैलियो तपाईँको आँखामा आयो भने तपाईँले चिसो पानीले रुमाललाई भिजाएर 5-5 मिनट दिनमा 3 चोटि आँखा सेक्नु होला। आँखा नमिच्नु होला। कसैसँग पनि आफ्नो टवेल, चस्मा, सिरानी, रुमाल सेयर नगर्नु होला। बारम्बार साबुनले हात धोइराख्नु होला। कुरा बुझ्नुभयो? त्यसपछि यदि यो भाइरस अझै बाठो छ, यो भाइरसले हाम्रो कर्निया यानि कि नानीलाई पनि छुन सक्छ। अब कसरी थाहा पाउनु त? यदि तपाईँले कम देख्न थाल्नुभयो, धमिलो देख्न थाल्नुभयो, एकदम धेरै बिजाउन थाल्यो, दुख्न थाल्यो, वा उज्यालोमा हेर्ने बेलामा गाह्रो हुन थाल्यो भने बुझ्नुहोस् यो भाइरस अलि अगाडि बढिसकेछ। यस्तो स्थितिमा तपाईँले तुरुन्त विशेषज्ञसित जाँच गराउनु होला। धन्यवाद।